को भएन। अनि बाँधेर चाहिँ किन राखेको? नबाँधेर के गर्नु त? यसलाई के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने त थाहा छैन। नयाँ मान्छेदेखि कि तर्सिने झम्टिने टोक्ने गर्छ, जहाँबाट पनि आम फाल्छ। गाउँमा जसलाई पनि ढुङ्गाले हान्ने, आफूले आफैलाई काट्ने, मान्छेलाई दुःख दिने गर्थ्यो। कि आफै मर्छ कि अरूलाई मार्छ भन्ने भएपछि यसरी साङ्लाले बाँधेर राख्नु परेको छ। तपाईँको नाम प्रमिला हो? त्यही भएर कसरी थाहा भयो तपाईँलाई मेरो नाम? भन्नुहोस् न बाबु, को हो तपाईँ? कसरी चिन्नुभयो मलाई? को हो म? तैँले कसरी चिनिस् मलाई? एउटा कठोर ढुङ्गा भएको मन, निष्ठुरी स्वास्नी र निर्दयी आमा हो तपाईँ। रमेश, मेरो छोरा।